इन्डस्ट्रियलिस्ट मुरारी शाह आफ्नो 32 पुतलीको घर आउने क्रममा पुरानो बानेश्वरबाट आइराख्नु भएको थियो। पुरानो बानेश्वरबाट आउने क्रममा उहाँले चलाइरहेको गाडीको अगाडि एउटा नीलो कलरको गाडीले रोकेर 5-6 जना अपरिचित मान्छेहरूले उहाँ बसिरहेको गाडी चलाउने ड्राइभर लगायतको धाक धम्की दिएर डर त्रास देखाएर उहाँहरूलाई चाहिँ अपहरण गरेको अवस्था छ। अब काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नम्बर 34बाट उहाँहरूलाई अपहरण गरे पश्चात गाढा नीलो कलरको गाडीमा राखेर चिच्याउन नदिकन कराउन नदिकन ठ्याक्क मैत्री देवीको सेतो पुलमा आए पश्चात इन्डस्ट्रियलिस्टको ड्राइभरलाई चाहिँ त्यहाँबाट निकालिदिएर तैँले कसैलाई भनिस् भने तँलाई अब छोड्ने छैनौ भनेर धाक धम्की दिएर उहाँलाई छोडेको अवस्था थियो भने अपहरणको 6-7 दिन पछाडि मुरारी शाहलाई पनि केही फिरौती रकम लिएर छोडेको थियो भन्ने ड्राइभर शिवको चाहिँ डायरी पढ्न गएको देखिन्छ। यसरी हुन्छ इन्डस्ट्रियलिस्ट मुरारी शाहको अपहरण। अब यो मुद्दा किन इम्पोर्टेन्ट छ भन्ने भन्दा यो मुद्दा यसपालिको बारको एक्जाममा सोधिएको मुद्दा हो र यससँग सम्बन्धित विवरण चाहिँ हजुरहरूले स्क्रिनमा देख्न सक्नुहुनेछ। अब यसरी भए इन्डस्ट्रियलिस्ट मुरारी शाहको अपहरण मिति 2064 साल 9 महिना 2 गते उहाँ भवरमलदेखि आफ्नो घर 32 पतली आउने क्रममा उहाँलाई बिच बाटोमा यसरी अपहरण गरेको अवस्था थियो भने अपहरणसँग संलग्न 4 जना प्रतिवादीहरू फेला पर्न जान्छन्। पहिलो रामकुमार प्याखुरेल, दोस्रो अमर टन्डन, तेस्रो विष्णु जीसी र चौथो चाहिँ प्रहलाद महतो चाहिँ यसरी 4 जना व्यक्तिहरूलाई चाहिँ प्रतिवादी बनाएर मुद्दा दायर गरिन्छ। अब यो मुद्दा चाहिँ मोर एन्ड लेस यो कसलाई कति सजाय हुन्छ भन्ने मुद्दा चाहिँ होइन, तर यो मुद्दाको मार्फत भनेको चाहिँ सिद्धान्त के ग्रहण गरेको छ भन्दा यसमा चाहिँ स्पष्ट रूपमा सर्कमस्टान्सियल एभिडेन्सलाई पनि प्राथमिकता दिएर न्याय निरूपण गरिनुपर्छ भनेर यो मुद्दा मार्फत सर्वोच्च अदालतले सिद्धान्त प्रतिपादित गरेको छ। वा भनौँ यदि कुनै मुद्दामा प्रत्यक्ष रूपमा प्रमाण छैन भने परिस्थितिजन्य प्रमाण वा सर्कमस्टान्सियल एभिडेन्सलाई पनि आधार मानेर न्याय निरूपण गर्न सकिन्छ भनेर यो मुद्दाको मूल सिद्धान्त रहेको अवस्था छ। अब यसमा छोटकरीमा भन्दाखेरि यो मुद्दामा कुन जिल्ला अदालतबाट के कति फैसला भएको थियो भन्नु अगाडि यो मुद्दामा चाहिँ बयान गर्ने क्रममा कसले के बयान गरेर खुलाएको थिए भनी हेर्दा अब एज यु क्यान सी अन द स्क्रिन आई जस्ट रिड इट आउट। अधिकार प्राप्त अधिकारी समक्ष रामकुमार प्याखुरेलले बयान गर्दाखेरि उहाँले स्पष्ट रूपमा महेश मुरारकालाई निजको गाडी त्यहाँ छाडी गाडीमा खुकुरीको रगत गोली राखी पशुपतिबाट हामीले प्रयोग गरेको सवारीमा राखी पूर्व योजना सल्लाह अनुसार भाडामा लिएको मण्डी खटारको घर कोठमा बनाई बन्दक बनाई यी विभिन्न किसिमको डर त्रास देखाई आफन्तजनहरूबाट फिरौती असुल्ने विषयमा अमर टन्डनलाई यी डिल भएको हो भन्ने समेतको बेहोरा प्रतिवादी राम प्याखुरेलको अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानबाट देखिन्छ भने उहाँले स्पष्ट रूपमा यसरी योजना बनाएको हो र जुन टन्डन भन्ने व्यक्ति हुनुहुन्छ उहाँले चाहिँ डिल गरेको हो भनेर भन्छन्। अब टन्डन भन्ने नामको व्यक्तिले डिल गर्दाखेरिको अवस्थामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा उहाँले के भन्छन् भने एज यु क्यान सी इट अन द स्क्रिन अल्सो, हाम्रो योजना सल्लाह अनुसार नै महेश मुरारकालाई पनि अपहरण गरी हाम्रो योजना सल्लाह अनुसार नै महेश मुरारकालाई पनि अपहरण गरी बन्दकी बनाई पहिलो किस्ता $80,000 हुन्डी मार्फत छाडिसकेपछि प्राप्त भयो। $90,000 साथी जियान हगले पाउने गरी लक्जमबर्गमा रहेको छ। बाँकी $30,000 हात पायो। साथीहरूलाई यी काम बिगारियो भनी बताए केही रकम हात हतियार बन्दकी बनाउने यताउति गरेर उहाँले चाहिँ आफूले रकमसँग सम्बन्धित मैले पनि डिल गरेको हो भनेर मिस्टर टन्डनले चाहिँ अधिकार प्राप्त अधिकारी समक्ष गरेर आएको बयानमा खुलाएको अवस्था देखिन्छ। त्यससँग सम्बन्धित रामबाबु गर्गले यी दुई व्यक्तिहरूले चाहिँ फिरौती रकम लिएको र अपहरण पनि गरेको हो भनेर जाहेरी दरखास्त दिन्छन्। अब एउटा इन्ट्रेस्टिङ कुरा के छ भने महेश मुरारकरले ततिम्बा बयानमा अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा एउटा साथी उहाँहरूको बिचको साथी मर्न गएको भन्ने कुरा खुलाउँछन्। त्यो कसरी खुलाउन जान्छन् भनी हेर्दा महेश मुरारकालाई अपहरण गर्दा अर्जुनबाट 1 राउन्ड गोली चलेको, सो गोली महेश मुरारकाको छालामा लागि साथी सुदीप मैनालीको टाउको भागमा लागि घाइते भएको थिए। उपचार गर्न अस्पताल लैजाँदा पुलिस केस हुने र पक्राउ हुन सक्ने भएकोले मण्डी कटारको बन्दक बनाउने कोठामा लगिरह्यो।
सुदीप रोई कराई गर्न थाल्यो। गम्भीर अवस्थामा भएको र अरू कुनै तरिकाबाट समाधान नहुने हुँदा डिस्कस हुन थाल्यो। सबैजनाको सल्लाह अनुसार अर्जुनलाई एक राउन्ड हान्ने मत मिली पुनः गोली हान्दा सुदीपको मृत्यु भएको हो। लासलाई मैले भनेपछि राम प्याकुरेलले गाडी चलाई तन्नामा बेरी पशुपतिको बागमती खोला नजिकै सडकबाट निकाली राखी शनाखत नहोस् भनी ढुङ्गाले अनुहारमा हानी छाडेको हो भनेर यसरी उहाँले बयानको क्रममा खुलाएको अवस्था छ, जसमा उहाँहरू बिचको एउटा साथी सुदीप भन्नेलाई गोली लाग्न जान्छ। त्यहाँ धेरै फस क्रिएट नहोस् भनेर सुदीपलाई सम्पूर्ण प्रतिवादीहरूको सल्लाहमा गोली हान्ने भनेर अझै एक राउन्ड फायर गर्ने भनेर सल्लाहमा फायर गर्दा फेरि सुदीपको मृत्यु हुन जान्छ। मृत्यु भएपछि त्यो लासलाई कसैले नचिनोस् भनेर राम प्याकुरेलले चाहिँ मुख बिगार्ने गरी चाहिँ ढुङ्गाले हानिदिन्छन् भनेर त्यहाँ चाहिँ अधिकार प्राप्त अधिकारी समक्ष बयान गरेको देखिन्छ। यसरी नै अधिकार प्राप्त अधिकारी समक्षको ततिम्बा बयानमा चाहिँ जुन टन्डन भन्ने व्यक्ति थिए, तिनी व्यक्तिले चाहिँ पहिलाको बयानलाई समर्थन हुने गरी फेरि पुनः बयान गरिएको देखिन्छ। चाहिँ घटना विवरण कागज गर्ने व्यक्तिहरूले पनि यसरी एकजनाको मृत्यु भएको कुरा चाहिँ खुलाउँदै घटना विवरण कागज गरेको देखिन्छ। अब त्यहाँ विभिन्न व्यक्तिहरूले कागज गरेको देखिन्छ, जसमध्ये एकजना व्यक्तिले चाहिँ मलाई पनि यसरी नै राम प्याकुरेलले पहिला पनि अपहरण गरेको हो भनेर आएर कागज गरेको देखिन्छ। अब यो माथि स्क्रिनमा देखे अनुसार प्रतिवादीहरू विरुद्ध चाहिँ अपहरण तथा शारीरिक बन्धकको महलको यो सम्बन्धित उहाँहरू विरुद्ध अभियोग लाग्दछ। अफकोर्स अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दाको अवस्थामा आफूले कसुर गरेको भनेर स्वीकारे तापनि अदालत समक्ष आएर बयान गर्ने क्रममा प्रतिवादी रामकुमार प्याकुरेल र अमर टन्डनले आफूले कुनै पनि घटना नगरेको, कुनै पनि संलग्नता छैन भनेर उहाँहरूले अदालतमा गरेर आएको कागजबाट देखिन्छ। यसैसँग सम्बन्धित सम्पूर्ण प्रमाण तथ्य र आधारहरूलाई खण्डन गर्दै काठमाडौँ जिल्ला अदालतद्वारा अपहरण तथा शारीरिक बन्धकको तर्फबाट 9 वर्ष कैद र त्यसै गरी साङ्गठिक अपराधको रूपमा चाहिँ थप 2 वर्ष कैद हुने गरी 11 वर्ष कुल कैदको फैसला ठहर गरिन्छ भने जनही रु 75,000 जरिवाना हुनेछ भनेर सम्मानित काठमाडौँ जिल्ला अदालतबाट फैसला ठहर गरिन्छ। जिल्ला अदालतबाट फैसला भइसकेपछि उच्च अदालतमा गएर त प्रतिवादीहरूले पुनरावेदन दिन्छन्। पुनरावेदन दिए तापनि काठमाडौँ जिल्ला अदालतबाट जुन फैसला भएको थियो त्यही फैसलालाई चाहिँ सदर गर्ने गरी पुनरावेदन अदालतबाट फैसला भएको अवस्था थियो। पुनरावेदन अदालतबाट फैसला भइसके पश्चात केही प्रतिवादीहरू सर्वोच्च अदालतमा जान्छन् भने केही प्रतिवादीहरूले चाहिँ हदम्यादभित्र पुनरावेदन नगरिएको अवस्था देखिन्छ। अब सुरु र उच्च अदालतबाट लगभग 11 वर्षको फैसला ठहर गरिसकेको अवस्थामा घटना देखाएको मिति 64 साल छ। अब सर्वोच्चसम्म 72 साल भइसकेको अवस्था छ। अब यसरी चाहिँ रमेश प्याकुरेलले केही कारण देखाएर उहाँले आफू सर्वोच्च अदालतमा नजाने भनेर उहाँले हालेको मुद्दा पनि फिर्ता लिनुहुन्छ भने जुन अमर टन्डन हुनुहुन्छ उहाँले चाहिँ आफूले चाहिँ पुनरावेदनको हदम्याद न्यागेर बसेको अवस्था देखिन्छ भने विष्णु र प्रहलाद महत मात्र चाहिँ पुनरावेदन गर्न सम्मानित सर्वोच्च अदालत जान्छन्। तर यसमा छोटकरीमा हेर्दाखेरि विष्णु र प्रहलाद माथिल्लो अदालतमा उहाँहरूले प्रत्यक्षदर्शीको रूपमा कोही थिएन, अन्य प्राइमेरी एभिडेन्सको रूपमा केहीबाट देख्न सकिएन। त्यहाँ घटना विवरण कागज गर्ने व्यक्तिहरूले पनि प्रत्यक्षदर्शीको रूपमा कोही पनि थिएनन्। हामी नै यो घटनामा संलग्नता हाम्रो छ भनेर केही कुनै आधारबाट पुष्टि हुन सकेन भनेर विभिन्न आधार लिएर सम्मानित सर्वोच्च अदालतमा उहाँहरूले अपिल गरे तापनि सम्मानित सर्वोच्च अदालतबाट पनि यस मुद्दाको सन्दर्भमा जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी उच्च अदालतबाट भएको फैसलालाई सदर गरिएको अवस्था देखिन्छ। अब यो मुद्दामा सुरुमै मैले भनेअनुसार यसमा कुन अदालतले के फैसला गरेको थियो भन्ने इम्पोर्टेन्स भए पनि यो मुद्दाबाट बुझ्नुपर्ने भनेको कुरा सर्कमस्टान्शियल एभिडेन्स पनि एउटा फर्म अफ इम्पोर्टेन्ट एभिडेन्स हो फौजदारी कसुरमा भनेर यो सिद्धान्त चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब यो भनेको के हो भन्नुहुन्छ भने कुनै कुनै मुद्दामा इभन इफ प्रत्यक्ष रूपमा वा प्रत्यक्ष प्रमाणको रूपमा धेरै थोरै परिस्थितिहरू स्पष्ट रूपमा खुलाउन नसके पनि सर्कमस्टान्शियल एभिडेन्सले कुनै पनि व्यक्तिको संलग्नता देखिन्छ भनेर यसरी चाहे त्यो घटना विवरण कागज गर्ने व्यक्तिको कागज होस्, चाहे त्यो किटानी जाहेरी दरखास्त होस्, यसरी कुनै पनि व्यक्तिले यसरी कागज गरेको अवस्था छ र यी सबै प्रमाणहरू एक आपसमा चाहिँ कनेक्ट भइरहेको छ भने सर्कमस्टान्शियल एभिडेन्स इज अल्सो अ हाइएस्ट फर्म अफ एभिडेन्स भनेर चाहिँ सम्मानित सर्वोच्च अदालतले सर्कमस्टान्शियल एभिडेन्सको
क्राइटेरिया लिएर यी सम्पूर्ण प्रतिवादीहरूलाई सुरु जिल्ला अदालतबाट गरेको फैसलालाई अन्तिम ठहर गरेको अवस्था देखिन्छ। हस्, थ्याङ्क यू, स्टे ट्युन फर मोर।